वेल दर्शन नमस्ते नेपाल। मैले यहाँ दुई चारजना भेडाहरू दुई चारजना मुझी झोलेहरू देखेँ क्या कमेन्ट गर्ने होइन। अनि यिनीहरू यत्रो 1000-2000जनाले कमेन्ट गरेको छ कि अनि 1-2जना 3-4जना चाहिँ मुझी त्यो हुन्छ नि भाइरसहरू राडीका छोराहरू यिनीहरू आएर के भन्दा रहेछन् भन न। ए राजा चाहिए राजा चाहिँ मलाई बनाउनु ल रे मुझी। ए जाँठा मुझी कुकुरको छाउरो कहिले मुझी सिंहले हुर्कायो भन्दैमा कुकुरको छाउरो कहिले मुझी सिंह हुन्छ मुझी कुकुरै हुन्छ मुझी बुझिस्। राजा हुनलाई त राजाको ब्लड लाइनमा जन्मिनु पर्यो नि गाइस, त्यसै राजा बन्न पाइन्छ। मन्त्री बन्न बरु मुझी राजा त दिन्न मुझी। राजा त ज्ञानेन्द्र शाहलाई बनाउने हो। ज्ञानेन्द्र शाह पछि पारस शाह पछि हृदेन्द्र शाह। आई गेस हाम्रो पारस शाह धेरै कन्ट्रोभर्सियल भएको कारणले गर्दाखेरि उहाँ राजा बन्नु हुँदैन जस्तो लागिरहेछ मलाई। उहाँलाई स्किप गराएर हृदेन्द्र शाहलाई बनाउने हो बुझेस्। हावा कुरा गर्दो रहेछ, उनीहरूलाई राजा बनाउनु पर्यो अरे मुझी। ठिकै राजा फालेर तेरो बाउ मुझी केपी ओली प्रचण्डे राणीका बान देउवा यी मुझी बिना ढेउवा यिनीहरू राजा भगा होइन नि त। राजा फालेर के लसारबाट लगाए खोइ मुझी। देश जति सबै रिताइहाले खोक्रो बनाएको छ देश। युवा जति सबै बाहिर होइन। अनि मुझी देश खोक्रो बनायो चलायो भ्रष्टाचार गर्यो मुझी। हेर त राजा फालेर यही गर्नलाई त रहेछ नि। त्यही भएर तिमीहरूलाई चाहिँ बनाइँदैन ल राजा। राजा ज्ञानेन्द्र शाहलाई मात्रै बनाउने हो। जय नेपाल।